सक्षम 51 जुनियर डिभिजन तालिमको श्री भक्ति बहिनी कञ्चनजङ्घागढ गुल्मको नम्बर 3 सेमु ब्याच नम्बर 70577 क्याडेट विशला नेपाल श्री बाल कल्याण विद्या मन्दिर माध्यमिक विद्यालयबाट कक्षा 9 मा अध्ययनरत। मेरो पब्लिक स्पिकिङको टपिक रहेको छ महिला सशक्तिकरण र म महिला सशक्तिकरण भन्नबारे तयार छु सर। आन्सर क्याट बी श्रा। हेलो, यहाँ उपस्थित प्रधानपति उपरार्थी श्री गौरव कुमार केसीज्यू, यस शिक्षालयका शिक्षा अधिकृत प्रमुख सेनानी श्री सुरेश कुमार श्रेष्ठज्यू, अधिकृत ज्यूहरू, पदिक गुरुवर्ग तथा क्याडेट साथीहरूमा म कृष्ण नेपालबाट न्यानो अभिवादन। म कृष्ण नेपाल श्री बाल कल्याण विद्या मन्दिर माध्यमिक विद्यालयबाट कक्षा 9 मा अध्ययनरत आज सबै सामु महिला सशक्तिकरण भन्नबारे तयार छु। महिला सशक्तिकरण यो विषय हाम्रो समाजको मात्र नभई सम्पूर्ण राष्ट्रसँग सम्बन्धित एउटा महत्त्वपूर्ण विषय हो। हामीले यसो विचार गरौँ, के एउटा पखेटाले मात्र चरा उड्न सक्छ अथवा के एउटा हातले मात्र ताली बज्न सक्छ? अवश्य सक्दैन। त्यसैगरी यो समाजको आधा हिस्सा ओगटेका महिलाहरूलाई पछाडि राखेर कुनै पनि राष्ट्रले समृद्धिको शिखर चुन्न सक्दैन। महिला सशक्तिकरण भन्नाले महिलालाई समाज, राजनीति, शिक्षा, स्वास्थ्य, आर्थिक क्रियाकलाप तथा निर्णय लिने प्रक्रियामा समान अवसर र अधिकार प्रदान गर्नु भन्ने बुझिन्छ। महिला र पुरुष बीच समानता स्थापना नगरी कुनै पनि राष्ट्रको पूर्ण विकास हुन सक्दैन अथवा कुनै पनि राष्ट्रको उन्नति र प्रगति महिला र पुरुष दुवै बीच सक्रिय सहभागिता नभई अधुरो हुनेछ। त्यसैले मेरो विचारमा महिला सशक्तिकरण आजको युगको एक महत्त्वपूर्ण आवश्यकता हो। शताब्दीदेखि महिलाहरूलाई परिवारको मेरुदण्ड भनिए तापनि उनीहरूलाई घरको 4 भित्ताभित्र सीमित राखियो, शिक्षाबाट वञ्चित गरियो र पुरुषहरूभन्दा कमजोर ठानियो। तर अब समय परिवर्तन भएको छ। आज महिलाहरूले विभिन्न क्षेत्रमा आफ्नो क्षमता र सामर्थ्य प्रमाणित गरिसकेका छन्। हिजोको दिनमा चुलो, चौकी र भान्साको काम मात्र महिलाको हो भन्ने सोचलाई आज गलत साबित गरिएको छ। आज शिक्षादेखि राजनीति, व्यापारदेखि व्यवसाय, जहाँ जसरी पनि महिलाहरूले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। हामीले कल्पना चावलालाई स्मरण गरौँ, जसले आफ्नो अन्तरिक्ष छुने सपना पूरा गरेर सारा संसारलाई चकित पारिन्। मदर टेरेसा